यदि तपाईसँग चाहिँ एक्सेलमा यस्तो खालको डेटा छ अनि यो डेटालाई चाहिँ यस्तो कोलममा पाइ चार्टमा देखाउन चाहनुहुन्छ भने चाहिँ सर्टकट्स कीबाट सजिलैसँग गर्न सक्छौँ है त। अब त्यसको लागि चाहिँ हामीले सर्टकट्स की थिच्नु पर्ने हुन्छ। मैले सर्टकट्स कीबाटै बनाएकोले यो चाहिँ अहिलेको लागि हटाइदिन्छु। त्यसको लागि चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि अब हामीले यो डेटालाई देखाउने हो नि त। यो डेटालाई देखाउनको लागि चाहिँ सबै सेलेक्ट गर्नु पर्यो। अब यो सबै सेलेक्ट गरेपछि हामीले चार्टको सर्टकट्स की थिच्नु पर्यो। त्यसको लागि चाहिँ किबोर्डमा आउनु पर्यो। किबोर्डमा मैले थिच्यो अल्ट्रा प्लस यो F1 यो थिचेपछि यसरी आयो। अब यो आयो हैन। अब यो आयो नि त। अब मलाई पाइ चार्टमा देखाउनु छ, ग्राफमा लाइनमा देखाउनु छ हैन। अब लाइनमा देखाउनको लागि चाहिँ के गर्नु पर्यो भन्दाखेरि यहाँ गए चार्ट डिजाइनमा। अब त्यसपछि टाइप्समा गए। टाइप्समा यहाँ आयो। अब यहाँ सबै अब के चाहिएको छ त्यही अनुसार गर्नु पर्यो। मलाई चाहिँ यो लाइनमा देखाउन मन लाग्यो, लाइनमा गर्छु। ओके, लाइनमा देखाउँदाखेरि कस्तो आयो हेरौँ है त। ओके, यस्तो आयो। अब तपाईलाई अर्कैमा गर्न मन लाग्यो, जस्तै यही डिजाइनमै जानुभयो, अर्कैमा जानुस्, त्यस पछाडि टाइप्समै जानुस्, अनि त्यस पछाडि यो अहिलेको लागि केमा बारमा, ल बारमा देखाउने भयो। ओके, ल यसरी गर्न सकिन्छ है त सजिलैसँग। अल्ट्रा F1